आजको यो भिडियो मैले विशेष गरेर जो भाइ बहिनीहरू आइटीको लागि आफ्नो भविष्य खोज्दै हुनुहुन्छ, इन्फर्मेसन टेक्नोलोजी फिल्डमा आइटी फिल्डमा आफ्नो भविष्य देखेर त्यही फिल्डतिर जानको लागि इन्ट्रान्स तयारी गर्दै गर्नुभएको भाइ बहिनीहरूको लागि लक्षित गरेर यो भिडियो म पस्कँदैछु। भिडियो सानो छ र भिडियोमा मैले मार्किङ मोडेल भन्ने कन्टेन्ट तपाईहरुको लागि अगाडि पस्कँदैछु। मार्किङ मोडेल 2082 बीएससी सीएसआईटी लेखिसकेको छु र यसमा म थोरै कुरा के चाहिँ भन्न चाहन्छु भने नेपालमा धेरै प्रकारको आईटीहरु छन् है। पहिलो कुरो क्लियर हुनुस्, नेपालमा धेरै प्रकारको आईटी डिग्रीहरु, इन्फर्मेसन टेक्नोलोजीका डिग्रीहरु छन्। त्यसकारणले मैले टोटल आईटीलाई दुईटा ब्रान्चिङ गरिदिएको छु। एउटा आईटी अन्डर द फरेन युनिभर्सिटिज। हेर्नुस्, म केही पनि कुरो गर्नेवाला छैन। यो फरेन युनिभर्सिटीको आईटीहरु तपाईहरु बुझ्नु होला, सम्बन्धित ठाउँमा कुन युनिभर्सिटीको कुन के आईटी पढ्ने भन्ने कुरो। र अर्को छ अत्याधिक नेपालमा लोकप्रिय आईटी त्रिभुवन विश्वविद्यालयको, त्रिभुवन युनिभर्सिटीको, जसलाई हामी के भन्छौं, बीएससी सीएसआईटी है त। सीएसआईटी हो सबभन्दा टफ कम्पिटिसन हुने पनि, तपाईहरुको इन्ट्रान्समा कम्पिटेटिभ एकदमै टफ हुने, च्यालेन्जिङ हुने पनि यही बीएससी सीएसआईटी कै लागि हो। त्रिभुवन विश्वविद्यालय अन्तर्गत हो यो। यो इन्जिनियरिङ र आईटी मा अलि फरक छ है। इन्जिनियरिङ आईओई ले कन्डक्ट गर्छ भने आईटी को एक्जाम विश्वविद्यालयले गर्छ है। त्रिभुवन विश्वविद्यालयले आईटी इन्ट्रान्स लिन्छ। बीएससी सीएसआईटी हो यो। र यो एकदमै टफ कम्पिटिसन हुन्छ फर स्कलरशिप फर सेलेक्टेड कलेज है। अरु प्राइभेट कलेजहरुमा पनि छ। फी देखि लिएर अरु धेरै थप काउन्सिलिङ म यो भिडियोमा भन्न चाहिन। म के भन्छु, जस्ट तपाईहरुको लागि मार्किङ मोडेल के हो, त्यो इन्ट्रान्समा कसरी सफल हुने, मार्किङ मोडेल के हो। तपाईहरुलाई मेनली 2 आवर्स को एक्जाम हुन्छ है। टाइम एउटा कुरो क्लियर हुनुस्, टाइम 2 आवर्स को हुन्छ। 2 आवर्स को एक्जाम लिन्छ र टोटल मार्क्स चाहिँ फुल मार्क्स तपाईको फुल मार्क्स 100 मार्क्स को क्वेशन हुन्छ। 100 मार्क्स को एक्जाम हुन्छ है। 100 मार्क्स को। र नम्बर अफ क्वेशन चाहिँ कतिवटा हुन्छ भने नम्बर अफ क्वेशन चाहिँ सबै लेखिदिन्छु म, ध्यान दिएर हेर्नु होला है। नम्बर अफ क्वेशन चाहिँ 100 क्वेशन नै हुन्छ है। 100 क्वेशन नै हुन्छ भनेपछि के बुझ्ने, हरेक क्वेशनले 1 मार्क्स क्यारी गर्दो रहेछ है त। एउटा कुरो यो बुझिहाल्नु भयो। 100 मार्क्स को क्वेशन 100 क्वेशन 100 मार्क्स भनेपछि हरेक क्वेशनले 1 मार्क्स क्यारी गर्यो। एक्जाम टाइम चाहिँ 2 आवर्स है। नजुक्किनु ल। एक्जाम टाइम 2 घण्टा हुन्छ। कसले कन्डक्ट गर्छ, कन्डक्टेड बाइ के, कुन हो, एक्जाम है। एक्जाम कन्डक्टेड बाइ टियु भनेको त्रिभुवन युनिभर्सिटी। अब रह्यो त्यो 100 मार्क्स को क्वेशनमा कसरी कुन सब्जेक्टबाट आउँछ त, सब्जेक्ट है। ल अब सब्जेक्टहरु मध्ये मैले सब्जेक्ट लेख्दिएँ र सब्जेक्ट एन्ड मार्क्स लेखेँ है। कुन सब्जेक्टबाट कति क्वेशन र कति मार्क्स है त। यो कुरो क्लियर हो है। सब्जेक्ट एन्ड मार्क्स भने लेखेँ। पहिलो त हो तपाईले पढ्नुपर्ने फिजिक्स। फिजिक्सबाट तपाईले 25 क्वेशन डिल गर्नुपर्छ ल। 25 क्वेशन, मार्क्स कति भने रे, एउटा क्वेशनले 1 मार्क्स हो। त्यसकारणले मार्क्स भनेको 25 * 1 = 25 मल्टिपल चोइस क्वेशन है। 25 मार्क्स भयो। त्यस्तै तपाईले दोस्रो पढ्नुपर्छ केमिस्ट्री है। केमिस्ट्री पनि 25 क्वेशन नै आउँछ ल। 25 क्वेशन र तपाईले हरेक क्वेशन 1 मार्क्स हुन्छ भनेपछि 25 * 1 = 25 मार्क्स को डिल गर्नुपर्छ है त। फिजिक्स र केमिस्ट्री 25 रहेछ। हरेक क्वेशन 1 मार्क्स हुन्छ है। इन्जिनियरिङलाई हुँदैन नि फेरि। इन्जिनियरिङलाई 2 मार्क्स हुन्छ, 2 मार्क्स को क्वेशन हुन्छ। आईटी पढेर इन्जिनियरिङ प्रिपेयर हुँदैन, इन्जिनियरिङ पढेर आईटी प्रिपेयर हुन्छ फेरि, त्यस्तो छ है। अब तेस्रो सब्जेक्ट हो म्याथमेटिक्स। ल म्याथ लेखेँ मैले। म्याथ पनि 25 क्वेशन नै आउँछ है।
25 क्वेसन आउँछ। हरेक क्वेसन 25 इन्टु 1 इक्वल टु 25 भयो। हरेक क्वेसनले 1 मार्क्स नै क्यारी गर्ने रहेछ सबैमा। ग्रुप 2 इन्जिनियरिङको ग्रुप 2 टाइपको क्वेसन हुन्न यसमा, सबै मसिनो हुन्छ। र अब फोर्थ सब्जेक्टमा तपाईँले इङ्ग्लिस पढ्नुपर्छ ल। इङ्ग्लिसबाट क्वेसन सोधिरहेको हुन्छ। इङ्ग्लिसबाट तपाईँलाई 15 मार्क्सको क्वेसन सोध्छ। त्यो भनेको 15 क्वेसन सोध्छ है। 15 क्वेसन सोध्छ। हरेक क्वेसनले 1 मार्क्स नै क्यारी गर्ने हो। इक्वल टु 15 मार्क्स भयो यी। त्यस्तै लास्टमा तपाईँलाई बेसिक कम्प्युटर सोध्छ। कम्प्युटर है, एडभान्स त्यो प्लस 2 मा गर्नुभएको कोडिङहरू, ल्याङ्ग्वेजहरू, सी ल्याङ्ग्वेज, सी प्लस ल्याङ्ग्वेज त्यस्तो टाइप सोध्ने होइन। बेसिक कम्प्युटर लेख्छु, त्यही भएर म एकदम सजिलो इजी टाइपको सोध्छ। बेसिक कम्प्युटर यो बेसिक कम्प्युटर चाहिँ 10 वटा क्वेसन सोध्छ। 10 क्वेसन र 10 इन्टु 1 मार्क्स हो। इक्वल टु 10 मार्क्स भयो है त। टोटल गरिदिनुहोस् त। टोटल गर्नुहोस् 25 25 50 25 50 मा 25 75 75 मा 15 90 90 मा 10 100 मार्क्स भयो। यो प्याटर्नले सोधिरहेको हुन्छ है। त्यसकारणले अब एउटा लास्टमा एउटा टिप्स भन्छु। तपाईँले पढ्दाखेरि डेप्थवाला क्वेसन नपढ्नुहोस्। सर र सर्फिसियल्ली सबै पढ्नुहोस् ल। अल कन्टेन्ट चाहिन्छ। कन्टेन्ट नोट है यो चाहिँ। यो पोइन्टलाई बहुत इम्पोर्टेन्ट पोइन्ट हो यो। मैले यहाँ नोट भनेर राख्दिएँ। नोटमा यो सबै कन्टेन्टहरूलाई सल्ल पढ्नुहोस्। अल कन्टेन्ट बट सुपरफिसियल्ली है। फिसियल्ली प्रिपेयर गर्नुहोस्। यो आइडियाले, यो स्किल बनाएर पढ्नुभयो भने मलाई लाग्छ तपाईँको इन्ट्रान्स एक्जाम अवश्य सफल हुनुहुन्छ। र म सँगसँगै तपाईँसँग अहिले टाइम छ, टाइमलाई फुल्ली युटिलाइज गर्नुहोस्। टाइम लस नगर्नुहोस्। 12 दिएर बस्नुभएको भाइ बहिनीहरू टाइमलाई सदुपयोग गर्नुहोस् र यो प्याटर्नमा प्र्याक्टिस गर्न थाल्नुहोस्। अवश्य सफल हुनुहुन्छ है। यति भन्दै यो भिडियोलाई यहीँ नै अन्त गर्दछु है त। यो भिडियोको अब्जेक्टिभ नै मार्किङ मोडेल सिकाउने हो क्या है। ल नमस्ते।